अबुई त नजा त किन बढी जान्ने हुँदै जस नचिन्ने मान्छेले जे पनि गर्न सक्छ तलाई बोरामा हालेर खोलामा फालेर त्यस्तो त अलि गरी नहाला तर आगोमा पोलेर राख बनाएर राखलाई खोलामा फालेर सबुत मेटाएर तेरो अलिकति भएको अस्तित्व गुमाएर के पाउँछस् कान्छ अबुई कस्तो डर लाग्दो कुरा त्यसैले भन्दैछु नजा ढोकाको बागको गुफामा नजा बढी हिरो नबन्नुमै छ मजा तैले पाउनेछ सजा तैले सक्दैनस् Bye. नमस्कार म बडोदा चौकबाट दमौली तनहुँ जिल्लाबाट आज यो भिमाल क्याम्पस रोडबाट अर्डर गरिदिने यो 300 को चटपट जय होस् सुख शान्ति होस् सिस्टर्स सबैमा जय होस् सेवा गर्ने मौका दिनुभयो हिजोको बसाइमा पनि भिमाल कुमार चौकबाट अर्डर गरिदिनु हुने शिक्षकलाई धेरै धेरै धन्यवाद हिजो मैले एनाउन्स गरेर पाएको थिएन र अनि सागे बर भन्नेबाट पनि बरबुटेबाट अर्डर गरिदिनु हुने शिक्षकलाई पनि जय होस् धन्यवाद नमस्कार म बडोदा चौकबाट दमौली तनहुँ जिल्लाबाट आज धेरै धेरै धन्यवाद उहाँहरूलाई आज लामा चौरबाट चाहिँ पोखरा लामा चौरबाट चाहिँ आइदिनु भएको छ मेरो चटपट लिनको लागि यहाँ 600 को चटपट प्याक भइसकेको छ उहाँलाई सोच्छु यो चटपट कहाँ लिएर जाँदैछ पोखराको जाँदैछ सर्वप्रथम धेरै धेरै धन्यवाद तपाईँलाई अनि तपाईँ उहाँबाट आइदिनु भयो बिहान अब हिँड्नुभयो होइन खानसाना खाएर हिँड्नुभयो यो चटपट हामीले चाहिँ मैले बनाएर प्याक गरेँ यो जाँदैछ कहाँ अब पोखराको यो चाहिँ हाम्रो अब दमौली हाम्रो जिल्ला भयो अब उहाँहरूलाई चाहिँ कोसेलीको रूपमा चाहिँ साथीहरूलाई चाहिँ अब अर्घुमचोकदेखि छोड्दै हामी लामा चौरसम्म पुग्छौँ हजुर त्यो चाहिँ अब बिहान हिँड्नुभयो अब हामी त एउटै गाउँले पऱ्यो मेरो घर छिर्न है अब चिनजानकै मान्छे हामी धेरै धेरै धन्यवाद जय होस् तपाईँहरूको सुख शान्ति समृद्धि होस् है यो चटपटको मिल्छ भने कमेन्ट भिडियो हालेर चाहिँ भाइरल गरिदिनु होला सकियो नमस्कार म बडोदा चौकबाट दमौली तनहुँ जिल्लाबाट पोखरा बागलुङ बसबाट अर्डर गरिदिनु ब्रदरलाई धेरै धेरै धन्यवाद जय होस् सेवा गर्ने अवसर दिनुभयो मैले यो गाडीमा हालिदिन्छु जय होस् जय होस् नमस्कार म बडोदा चौकबाट दमौली तनहुँ जिल्लाबाट जय होस् आज पोखरा पृथ्वी चोकबाट अर्डर गरिदिनु हुने सरलाई जय होस् सुख शान्ति समृद्धि होस् सेवा गर्ने मौका दिनुभयो जय होस् सर आज तपाईँको अर्डर मैले गाडीमा हालिदिएको छु जय होस् नमस्कार म बडोदा चौकबाट दमौली तनहुँ जिल्लाबाट आज मेरो लागि चटपट खानाको लागि मलाई माया गर्न चाहिँ काठमाडौँबाट आइदिनु भएको छ जय होस् उहाँहरूको सुख शान्ति समृद्धि होस् उहाँहरूले चाहिँ मलाई चाहिँ धेरै माया गरेर चाहिँ काठमाडौँबाट आइदिनु छ जय होस् जय होस् जय होस् धन्यवाद